ल साथीहरू, दसैँमा मासु खाएर वाक्क भयो। अब यसो बोडीहरू गाभाहरू खानु पर्यो। यसो बारीतिर सार्न आएको छु। यता कोदो हेर्नु होला। कोदो फुल्यो बारीमा गरिलै, धानको बाला छुल्यो खेतैमा। गाभा टिप्न आएको साथीहरू। गाभा चाहिँ त्यति धेरै छैन रहेछ। जे होस् एक साग पनि त छ होला। र साथीहरू, गाभाबारीमा यो सिमल जस्तो रुख भएको के होला तपाईँहरूलाई थाहा छ? यो चाहिँ वास्तवमा सिमल तरुल हो। यसको चाहिँ जरा खाने हो क्या। यो सकरखण्ड जस्तै लामो लामो मोटो मोटो जरा हुन्छ। यो एकदम मिठो हुन्छ पोलेर खान, उसिनेर खान। यो सिमल तरुल चाहिँ साँच्चै सिमलको रुख जस्तै देखिन्छ। सिमलको रुख पनि यस्तै हुन्छ, त्यही भएर यसलाई सिमल तरुल भनेको होला। ल साथीहरू, गाभा कर्कलो चाहिँ फाइनल्ली एक पोलिथिन टिपेको छ। हाम्रो सानो परिवारलाई चाहिँ एक साग पुग्छ भोलि बिहानको लागि। हेर्नुहोस् त साथीहरू, यो चाहिँ पाखामा लगाएको धान हो। यसलाई पाखेसाली भन्दो रहेछ। निकै मिठो हुन्छ अरे। धानको बाला झुल्यो खेतैमा होइन, धानको बाला झुल्यो बारीमा। अब यो यता देख्न सक्नुहुन्छ, यो चाहिँ मस्याङ हो। अहिले फुल खेलिरहेको छ मस्याङ बारी। मकुरी झलैमा सधैँभरि बसे पनि यता चाहिँ कफी लगाएको थियो। बाँझोबारीमा खासै कफी राम्रो हुँदैन रहेछ। तलतिर खेती गर्ने बारीमा चाहिँ अलि राम्रो छ। यो चाहिँ हाम्रो टिमुरको बोट। योभन्दा अघिल्लो भिडियोमा बनाएको टिमुरको रुख चाहिँ होइन, यो अर्कै रुख हो। यो रुखमा पनि यसपालि टन्नै फलेको थियो, तर सबै अरूले टिपेर लगेछ। एउटा दाना पनि हामीले टिप्न पाएन। के गर्ने, बाटो छेउछाउको घर टाढाको फलहरू सबै अरूले सिधाइदिने। के भन्ने अब खै। ल साथीहरू, हामी चाहिँ बारीतिर डुलेर घरतिर फर्कँदैछौँ अब। ल साथीहरू, भोलि बिहानको लागि चाहिँ गाभा टिपेर ल्यायो। आज बेलुकाको लागि चाहिँ यो घिउ सिमी बोडीको तरकारी बनाउन लाग्दैछन्। र घर नजिकैको बारी हो यो चाहिँ। र हाम्रो घर चाहिँ यहाँनिर पर्दछ, यो केरा घारीको बिचसँग।